Hello, good morning, Sewaro, namaste, welcome back to my YouTube channel. आज चाहिँ हामी सबै परिवार बात घुम्न जाँदैछौँ अनि भाइ बहिनी सोल्टी पनि भेट्न जाँदैछौँ। हेलो भन सेसे निङसा। हेलो भन्न। In 130 yards at end. मेरी बर्थडे हिन्दीले भन्छ त। मेरी बर्थडे भन्छ त नि। अनि किन मेरी चर्च भन्दैन? उनीहरुको विचार नि। हामी चाहिँ राति नै हिँड्दै छौँ। अहिले यहाँको 7 चाहिँ बज्न लागेछ तर पनि कति राति अँध्यारो छ है। हामीलाई पुग्नु कति 2 घण्टा लाग्छ 8 बजी उठ्छौँ 8:15 मा पुग्छौँ। टोइलेट निक्लिँदैन होला नि कहीँ पनि। हामी चाहिँ बात पुग्न लागेको अहिले यहाँ बिहानको 8 बज्न आँट्यो। अस्ति बसेको यही घरहरु हो नि त। बहिनीहरु पहिला बसेको घर। पहिला बसेको घर यही हो। तिमी चिन्दैन? अनि राति आइपुगेको। म पनि राति नै आएको थिएँ नि, मैले सोचे चिने। अनि तपाईँ गाडी कुदाउने म त्यतिकै हिँड्ने। म त गाडीमा त केही देख्दिनँ त। यहाँ चाहिँ हो क्या बाबा? यही एरिया हो। तपाईले उता देखाउनु भयो। यही एरियाहरु हुन् क्या यही एरिया। यहाँ चाहिँ हो। जे हो नि त तिमीले जित्यौ। अगाडि चाहिँ थिए थाहा थिएन, अहिले मैले देखाएपछि चाहिँ यही एरिया नै हो भने। यो होइन त्यो अगाडिको माथिल्लोपट्टिको। कुन? त्यो माथिल्लोपट्टिको योबाट गाडी घुमाएको मैले। अनि अहिले चाहिँ कहाँ हुनुहुन्छ बहिनीहरु? नयाँ बाटोमा। बात बजार अरे यो। तर यहाँको अलिक फाल्टै छ है बजार। पर ब्रिज वाटरको भन्दा हैन? यो धेरै स्टप पुरानो बजार। साच्चै यो पुरानै हो कि क्या? घर पनि कति ताले रहेछ? 2 ताले हो कि क्या यो? घर नम्बर हेरौँ है। अम्मा अहिलेको त झन् यस्तो पो रहेछ। म त पेट दुखेर साह्रो भोक लागेको छ त। भोक लाग्यो? पेट दुखेर। मलाई नि पेट दुखिरहेछ। 4 नम्बर घर आथे। 12 नम्बर घर, 13 नम्बर घर, 14 नम्बर घर। अझै पर होला। यता हो यता। यता फर्किनु पो पर्ने रहेछ? पर घर फर्किनु। अनि यता तल्लोपट्टि घर हेरौँ। हामी घर पुगेको बहिनीहरुको सोल्टीहरु बसेको। यहाँ त यस्तो यहाँ लुकाउँ भन्दैछु के म। कान्छा भाइ मात्रै आओस् न। पुग्यौँ है केटीकेटीहरु, उठ है। उठ। ए उ माथि? ए गाडी चाहिँ कहाँ राख्ने हो नि अब? उतै राखौँ। यो कुन ठाउँ हो? यस्तो तालै ताला पो रहेछ त। म त केही बोक्नु सक्दिनँ है। जाडो रहेछ है। अनि बातमा त साह्रै गर्मी पो हुन्छ भन्नुभएको त्यता सोल्टी। बातमा त साह्रो गर्मी पो हुन्छ। यो चाहिँ लाउनु न। यो झोलामा हाल्दै। म आड्दैन। ए मेरो झोलामा हाल्देऊ न। कसरी अनि? दुईटै। यस्तो जाडोले कामदै। कति जाडो। चप्पल होइन के हो? बत्तलै बत्तल छ त। पिकनिकको लागि हो? ओ ठुलो मान्छे। हेलो हेलो के छ? ओ यहाँ नि सोल्टी यहाँ त भिडियोमा त कत्रो देखेको थिएँ त मैले त। सिटिङ रुम त। बहिनी बहिनी भाइ
किचन चाहिँ राम्रो रहेछ सेवा 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 आइसक्रिम कति करेन्ट बग्दैछ भोलिको दिनमा त्यसमा के अरे सर्ट सर्किट भयो भने कति करेन्ट हुन्छ त्यसमा कति के हुन्छ भन्ने सबै कुरा दिन्छ कि त्यो साँच्चै कि अर्थिङ नै राम्रो भयो नि त त्यो त हाम्रो जिउलाई कन्डक्टर बनाएर जाँदो रहेछ नि त होइन अनि यदि कुनै तरिकाले त्यो करेन्टमा चाहिँ त्यो चाहिएको भन्दा धेरै करेन्ट छ भने त अनि मान्छेको मुटुबाट जिउदेखि जाँदो रहेछ नि त तल जाने बोल्नुको लागि त अनि यदि त्यो चाहिएको भन्दा धेरै करेन्ट कुदैछ भने त त्यो रेसिस्टेन्टले ब्लक गर्नु सक्दैन रहेछ क्या अनि ओभर करेन्ट हाम्रो जिउमा आउँदो रहेछ नि त गयो नि त 50 भोल्ट कति 50 भोल्टदेखि माथि झन् त माथि जाँदो रहेछ नि त त्यो टेस्टरले पनि त्यो टेस्टरले चलाउनु दिँदैन त म त त्यो देख्दा त छक्क भएको नि यहाँ हेलो हेलो भन हेलो नेपाली कति छ न निङ्गसा यता आउनु यहाँ के ल्याएछ भन्दाखेरि ओन्ली फर थर्स्टी भनेको छ म त केही भयो भने खाऊ होइन पानी छैन भन्नु मेरी क्रिसमस अब त्यो खानु त्यो कम्पनी अलिकति कोइलो हुन्छ यता तपाईँको खुट्टा यो सालको क्रिसमस चाहिँ साह्रै राम्रो भयो हजुर फलफुलको सबै कोदो नि मिसिएको छ सबै मिस भएको छ त्यो बनाउनु त नि मलाई जम्मै 3 घन्टा 4 घन्टा लाग्छ पत्ता तिन्दैन नि त हाम्रो त इलेक्ट्रिक छ क्या गनाउँछ क्या अलिक डढेर मलाई त यो लोकल रक्सीको बास्ना पनि मन पर्दैन नखाने बुढो उयो फलफुल गरी चाख्ने हो तपाईँ होइन ट्राई त गर्नु न काकाले पानी लगाइदिनु मलाई पानी नलाने रक्सी बास्ना पनि मन पर्दैन रियल टेस्ट आएन भने त के खाने 2 लिटर खानु रियल टेस्ट म एक्लै भित्र भएर मनी बाहिर आएँ म त अहिले आलुदम आफै बनाउँछु है भाइ बहिनीको काटिरहेको छ अघि त्यो गाडी हेलो हाय निङ्मसा म कस्तो मिठो रहेछ ल अच्छा भाइ चाख्नुभयो म टेस्ट गर्नु मास्टर प्लेटमा हाल न मास्टर टेस्ट गर्नु अरे मेरी क्रिसमस अनि ह्यापी न्यू इयर ह्यापी न्यू इयरको पनि है सँगै ह्यापी न्यू इयर मिठो भयो कस्तो भयो चाहिँ मिठो छ मिठो छ के हो तारा सानोमै यो चाहिँ आफूमा हाल्ने यो सेल्फ सर्भिस हो छिटो 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 लु सुरु गरौ सुरु अनि यहाँ चाहिँ दुध भात तर गाउँदाखेरि चाहिँ सबैले गाउने क्या फेरि है लु सुरु गर्ने गाउँदा सबैले ल सुरु गरौँ न त छौँ यु यस्तो यस्तो अनि छौँ ल भनेर त हुन्छ हामी दुई जना अन्त्य छरी खेल्दै छौँ ए अहिले यस्तो गरेको त नि ल ल ल ल गाउने कसको गाउने खै छौँ भन्दै सबैले गाउने नि दाइ फेरि भागा निकालेको फेरि
ल ल ल ल ल आउँथ्यो कि जहिले नि पहिला ल पछि सुरु गरौँ न भयो त नि मस्केर हेर्दा ए बाई लु है एउटा कस्तो हिन्दी इङ्ग्लिस सबै हो नि हिन्दी गाउनु त पाइयो हिन्दी त धेरै आउँछ चाइनिज गाउनु पाइन्छ उयो हाम्रो सानुले गाउँछ चाइनिज अनि जसले सुरु गरेको हुन्छ नभए लु हामी के आयौँ ए त्यसो खै गाउँले मान्छेहरू हो भन्नु त आफू गाउँ ल हो भनेर पनि के सुरु अब त्यहाँबाट के तिम्रो नानी आउने भयो नबाट गुगल सर्च गर्न भाइ लोकदोरी जस्तो त्यसपछि थाहै छैन मलाई अलिक फास्ट गाउनु पर्यो नि दाइ ल एकतिर ढल्केर अर्कोतिर हेर्न नि त गाउनु कहाँ पुग्यो हामी कर गई लामै गाउँले तिम्रो माया मनमै छ लेखेको नगर दो माया माया लाएको होइन नभन माया लाएको होइन नभन अब यसो सँगै गाउनु रमाइलो हुन्छ के रमाइलो छ दिन अकाउन्ट टु अकाउन्ट मेरो भुटुवा खेर क्यान्सल गरेर आउनु हजुर भोलि बक्सिङ डे हो कहिले पछि क्लोज हुन्छ 1 घन्टा फेरि भेला बनाउँदा बाँकी भएको सक्नु किनभने भोलि बक्सिङ डे हो 9 बजे क्लोज हुन्छ तपाईँहरू कस्तो हुन्छ भने हामी फेरि भोलि आए 1 घन्टाको लागि हुन्छ ल बाई आइसक्यो गाडी होइन अब त्यतिकै आइसक्यो आइसक्यो नि तर सुन्दा भयो ल हुन्छ त भोलि आउनु नि त नत्र रक्सीहरू लान्छ टायर बस्नु भयो भने चाहिँ आउँछु हुन्छ यो